परिवारको साथ मिठो खाना र अनमोल पल संसारको सबैभन्दा ठुलो सुख। सो हाई एभ्रिवान, इट्स मी कृपा मगर तामाङ। वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हाम्रो बिहानको होइन बेलुकाको सुरुवात हुँदैछ। हाम्रो चाहिँ खानाको सट्टा नै मोमो खाने प्लान बन्यो एक्कासी। अनि म चाहिँ त्यहाँ प्याज छिल्दैछु अनि पिठो चाहिँ मम्मीले मुसिसक्नु भएको थियो। हल्का गिलो भएर चाहिँ मैले पिठो थपेर मुस्दैछु। अनि सागर सरले चाहिँ त्यहाँनिर अचारको लागि रेडी गर्दै हुनुहुन्छ, सबै सामानहरू भुट्दै हुनुहुन्छ। अनि म चाहिँ किमाको लागि अदुवा र लसुन पिस्दैछु त्यहाँनिर। पुरा सागर सरले चाहिँ भिडियो बनाइदिँदै हुनुहुन्छ। अनि हाम्रो दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, सानो सानो दर्शकहरू हुनुहुन्छ हाम्रो चाहिँ। पुरा त्यहाँनिर मोमो बनाएको हेर्दै थियो सबैजनाले। मम्मीले चाहिँ किमा बनाउँदै हुनुहुन्छ, सबै मरमसलाहरू हालेर। मम्मीको हातको चाहिँ किमा एकदमै मिठो हुन्छ कि। अनि त्यही भएर हामी चाहिँ सबैजना मिलेर मैले चाहिँ बेले, मम्मीले चाहिँ गोलो बनाउँदै हुनुहुन्छ, ड्याडीले चाहिँ बुट्टा भर्दै हुनुहुन्थ्यो। अनि लास्टमा चाहिँ किमा नपुगेको कारणले चाहिँ बुवाले चाहिँ त्यहाँनिर पुरा सर्पोहरू बनाउँदै हुनुहुन्छ। यो गोवन हो है, गोवन सर्पो भनेर हामीलाई हँसाइरहनु भएको थियो। अनि हामीले चाहिँ 1.5 क्रेट जति बनायौँ मोमो चाहिँ, हेर्न सक्नुहुन्छ। तलको क्रेट फुल छ अनि माथि चाहिँ आधा मात्र बन्यो। त्यो चाहिँ मैले देखाइरहेको छु मैले बनाएको हो भनेर। मैले चाहिँ के बनाएको त्यो मलाई नै थाहा छैन। अनि सागर सर चाहिँ त्यहाँनिर पुरा आगो बाल्दै हुनुहुन्छ मोमोको लागि। मैले चाहिँ भिडियो बनाउँदै थिएँ अनि यहाँ माथि पनि देखाउन भनेर भन्दै हुनुहुन्थ्यो। त्यहाँ माथि पनि देखाइरहेको छु, हेर्न सक्नुहुन्छ। हाम्रो मोमो चाहिँ पाक्दैछ, तलबाट आगो बिस्तारै बल्दैछ। ग्यासमा बनाएको भन्दा नि आगोमा बनाएको चाहिँ एकदमै मिठो हुन्छ नि त। अनि मैले चाहिँ त्यहाँ हाम्रो बाख्रालाई बोलाउँदै थिएँ। अनि यो चाहिँ हाम्रो अचार रहेको छ, यति मिठो भएको थियो। पिरो पनि एकदमै मजाले नै ट्वाक्क लागेको। अनि बुढाले चाहिँ त्यहाँ पुरा मोमो चाख्दैछ, पाक्यो कि पाकेन भनेर। तातो भएछ उसलाई। आगोमा बनाएको पनि पुरै खप्पै हाल्छ, अनि तातो नभए के हुन्छ त होइन। अनि मोमो चाहिँ पाक्यो हाम्रो। अनि सरले चाहिँ त्यहाँनिर हाल्दै हुनुहुन्छ, जो भान्से भयो उसैले पस्किनुपर्छ नि त। अनि त्यही भएर उसले चाहिँ सबैलाई हालिदिँदैछ, त्यहाँनिर भाग लगाउँदैछ। अनि हामी चाहिँ सबैजना खाना बस्छौँ। बुढाले र मैले चाहिँ एकै ठाउँमा खाएँ, बुवा चाहिँ त्यहाँनिर पुरा खाँदै हुनुहुन्छ। मम्मी चाहिँ सबैजनालाई चिसो हाल्दै हुनुहुन्छ। अनि हाम्रो मोमो चाहिँ लास्टमा बाँकी रह्यो, त्यो सर्पोहरू मात्र। अनि यो चाहिँ को खाने भनेर सोध्दै थिएँ मैले चाहिँ सबैजनालाई। अनि भाइलाई चाहिँ मैले प्र्याङ्क गर्न खोज्दै थिएँ। यो चाहिँ मैले बनाएको थिएँ, किमा बिनाको मोमो बनाएको थिएँ मैले चाहिँ। त्यहाँ बुढाले अचार पनि हालिदियो। अनि यो खाऊ त कस्तो मिठो छ भन्दै दिँदै थिएँ मैले चाहिँ। सो आजको लागि यति नै। सी यू इन नेक्स्ट मिनी ब्लग। बाई बाई।